अब भर्खर पानी परेर अहिले अलिकति पानी शान्त भएको छ। त्यही भएर म बाख्रा चराउनको लागि अब यो जङ्गलमा बाख्रा लग्दैछु। यहाँ जङ्गल हो, यो जङ्गल छेउमा लग्दैछु म बाख्रा। 2 घन्टा जति पानी परेको थियो र अब यो पानी सबै पर्न पनि बन्द भयो। यो डाँडाकाँडा यो हाम्रो उतापट्टिको डाँडा हो। डाँडाकाँडा धेरै छ। कस्तो छ पहाड हेर्नुहोस् त, पहाडको हरियाली। त सूर्य भगवान पनि अब अस्ताउने आँटे। हरियाली यो चारैतिर डाँडाकाँडा, क्या रमाइलो। यो रोड हो, यो रोड ग्वालियर जाने।